अभिनेता पल शाहको फेसबुकमा 1 मिलियन फलोअर्स तर हलमा 0 दर्शक। नमस्कार दर्शक महानुभावहरु, आज हामी अभिनेता पल शाहको हालै मात्र फेसबुकमा 1 मिलियन फलोअर्स पार भएका छन् तर चलचित्र हेर्नको लागि 0 दर्शक आएका छन्। यसै विषयमा विशेष जानकारी गराउने छु, पूरा भिडियोलाई हेर्नुहोला। यदि तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गर्नुहोला। हाम्रा नियमित भिडियो तपाईलाई कस्ता लागिरहेका छन् आफ्नो प्रतिक्रिया तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। भिडियोलाई ढिला नगरिकन सुरुवात गरौं। नेपाली चलचित्र क्षेत्रका लोकप्रिय अभिनेता पल शाह सामाजिक सञ्जालमा भने निकै चर्चित रहेका छन्। हालै मात्र उनको फेसबुक पेजमा 1 मिलियन फलोअर्स पुगेको छ। यस अवसरमा उनले आफ्ना फ्यानहरुलाई विशेष धन्यवाद समेत दिएका छन्। सामाजिक सञ्जालमा उनको प्रभावशाली उपस्थिति रहे पनि चलचित्र हलमा भने उनी कमजोर देखिदै आएका छन्। यो वर्ष प्रदर्शनमा आएका चलचित्र रावण र मायावी जस्ता चलचित्रले भने दर्शकलाई तान्न सकिरहेका छैनन्। यद्यपि उनका म्युजिक भिडियोहरू भने निरन्तर रूपमा हिट भइरहेका छन्। सामाजिक सञ्जालमा उनको लोकप्रियता उच्च छ। म्युजिक भिडियो रिलिज हुँदा लाखौं भ्युज बटुल्छ। विशेषतः टिकटक, युट्युब, फेसबुकमा उनको क्रेज जबरजस्त छ। जब उनका चलचित्र हलमा लाग्छन् दर्शकको उपस्थिति भने न्यून देखिरहेको छ। पल शाहको स्टारडम हेर्दा उनी अभिनेत्री चलचित्र सुपरहिट हुनुपर्ने हो। महोत्सवमा उनी उपस्थिति हुँदा दर्शकको ठूलो भिड लाग्छ। स्टेजमा उत्रिँदा फ्यानहरूले जोसिलो स्वागत गर्छन् तर चलचित्र प्रदर्शन हुने बेलामा भने हलमा दर्शकको उपस्थिति चहलपहल देखिरहेको छैन। सांगीतिक क्षेत्रमा सफल भए जस्तै चलचित्र क्षेत्रमा पनि पुनः उचाइमा पुग्नको लागि पल शाहले नयाँ सोच रणनीति अपनाउनु पर्ने देखिरहेको छ। हलमा उनको फिल्म हिट गराउन अब पल शाहले नयाँ उपाय खोज्नुपर्ने देखिन्छ। नत्र सामाजिक सञ्जालमा चर्चित भए पनि फिल्म क्षेत्रमा भने उनी धमिलिन सक्छन्। आफ्नो विचार तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। यस्तै जानकारीमूलक भिडियो लिएर आउने नै छु। पहिलेलाई भने छुटिन्छु। नमस्कार।